ल यो नाम के भन्ने हो अल्लो अल्लो हो एकदमै क्वालिटी चिज हाम्रो अर्ग्यानिक क्वालिटी चिज हाम्रो गाउँघरमा पाउने यस्तो चिजहरू हामी टिप्न आएका छौँ आज के गर्ने पसिना ससिना आएको छ के गरौँ त एकदमै क्वालिटी भएको हाम्रो स्थानीय आफ्नै वन जङ्गलमा पाइने यो हो अल्लो अनि अर्को के अरे लेउडो लेउडो भन्छ हाम्रो स्थानीय भाषामा लेउडो पनि एकदमै पाइन्छ हाम्रो वन जङ्गलतिर हामी खास गरी भन्दाखेरि हाम्रो आफ्नै वन जङ्गलसँग निर्भर रहन्छौँ हाम्रै आफ्नै वन जङ्गलसँग घाँस दाउरादेखि लिएर अरूभन्दा तरकारी जडीबुटीहरू सबै आफ्नै गाउँमा पाइन्छ आफ्नै वन जङ्गलमा पाइन्छ र हाम्रो वन जङ्गलसँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको छ हामी आफ्नै वन जङ्गल र आफ्नै गाउँघरसँग अर्ग्यानिक सबै कुराहरू अर्ग्यानिक पाउँछ र हाम्रो वन जङ्गलमा यसरी धेरै पाइन्छ अल्लो भनेर यो भन्छौँ हामी एकदम क्वालिटी भएको हामी तरकारीको रूपमा पनि दिन्छौँ र यसलाई पछि चाहिँ अरू धागो उत्पादन कपडा बनाउन पनि अल्लोको प्रयोग गर्छौँ एकदमै धेरै पाइन्छ यो जङ्गलमा